अस्ति अटोको सबै ओरिजिनल सामान भनेर हामीले भिडियो बनाएको थियौँ। अनि ओरिजिनल सामान त लगायो तर कस्तो भयो इन्जिन भनेर पनि बनाउन पाएन अलिकति बिजुलीले गर्दाखेरि। अनि अब चाहिँ यो 500 पनि पुगिसकेको छ। यसको मोबिल पनि चेन्ज गरिसक्यो र यो इन्जिन पनि यस्तो छ आवाज होइन। भाइ एक्सिलेटर बढाएर त एकदम राम्रो यसको एक्सिलेटर बढाएर त गएर ल राम्रो छ यसको आवाज पनि होइन। सुनिहाल्नु भयो कस्तो छ यसको आवाज। र भाइ भन त ल तिमीले अब इन्जिन ओरिजिनल सामान त लगाएर बनायो तर कस्तो बनायो अब 500 पनि पुगिसक्यो होइन। इन्जिनको आवाज कस्तो छ त? एकदम राम्रो छ, राम्रो बनाएको छ। ओरिजिनल सामान लगाएर बनाएको हो नि त, खनखन पैसा तिरेर खनखन पैसा तिरेर ओरिजिनल सामान हाल्ने राम्रो काम गर्ने होइन त भाइ। चित्त पनि बुझेको छ नि, आवाज पनि राम्रै छ नि होइन। मैले भनेको होइन, तिमीले भन न अब कस्तो तिमीलाई चित्त बुझ्यो। राम्रो छ, एकदम राम्रो छ। तर अब यस्तो काम गर्दै जाने क्रममा कस्तो हुन्छ भने अब कहिलेकाहीँ काम गर्दै जाने क्रममा कस्तो हुन्छ भने भनेको जस्तो काम नहुन पनि सक्छ। त्यो चाहिँ कहिले त्यो समस्या हो यति भयो भने पनि त्यसमा पनि हामीले फेरि गरिदिन्छौँ होइन। त्यो भएकोले गर्दाखेरि एकचोटि खर्च गरेर मजाले भने जस्तो तरिकाले बनाइसकेपछि भने जस्तो यति इन्भेस्ट भएन, कुनै मिस्टेक केही भयो भने चाहिँ फेरि पनि हामी बनाइदिन्छौँ, त्यही पैसामा रिपेयरिङ गरिदिन्छौँ। तर हामीले भने जस्तो तरिकाले काम गर्नुभयो भने चाहिँ तपाईँहरूको फेरि पनि हामीले बनाइदिन्छौँ। त्यसरी गर्छौँ हामी चाहिँ होइन। र त्यही हो, अब अटोको इन्जिन पनि बनाइसक्यो, सबै ओरिजिनल सामान हालेर। अब भाइ ड्राइभर हो यो गाडीको होइन, मजाले कुदाउँछ भाइले। त्यही नै हो, एकदम नै म त एकदम खुसी हो नि भाइ। सम्पर्क गर्नलाई एकदम रिजर्भ सिजर्भ सबै भाइको रिजर्भदेखि लगाएर सबै जान्छ होइन। झकास बनाएको छ। अब राम्रै खर्च गरेर यो अटोलाई टल्काउनु बाँकी नै छ, यसलाई होइन झल्काउन बाँकी नै छ। ल यार ल यो हाम्रो भिडियोलाई ल यति भन्दै बाई बाई भाइ होइन। लाइक सब्सक्राइब गरिदिनु दाइको भिडियोलाई एकदम सँगले हैन। पर भाइ ल। तपाईको अस्ति अटोको सबै ओरिजिनल सामान भनेर हामीले भिडियो बनाएको थियौँ। अनि ओरिजिनल सामान त लगाइयो तर कस्तो भयो इन्जिन भनेर पनि बनाउन पाएन अलिकति बिजुलीले गर्दाखेरि। अनि अब चाहिँ यो 500 पनि पुगिसकेको छ। यसको मोबिल पनि चेन्ज गरिसक्यो र यो इन्जिन पनि यस्तो छ आवाज होइन। भाइ एक्सिलेटर बढाएर त एकदम राम्रो यसको एक्सिलेटर बढाएर त गएर ल राम्रो छ यसको आवाज पनि होइन। सुनिहाल्नु भयो कस्तो छ यसको आवाज। र भाइ भन त ल तिमीले अब इन्जिन ओरिजिनल सामान त लगाएर बनायो तर कस्तो बनायो अब 500 पनि पुगिसक्यो होइन। इन्जिनको आवाज कस्तो छ त? एकदम राम्रो छ, राम्रो बनाएको छ। ओरिजिनल सामान लगाएर बनाएको हो नि त, खनखन पैसा तिरेर ओरिजिनल सामान हाल्ने राम्रो काम गर्ने होइन त भाइ। चित्त पनि बुझेको छ नि, आवाज पनि राम्रै छ नि होइन। मैले भनेको होइन, तिमीले भन न अब कस्तो तिमीलाई चित्त बुझ्यो। राम्रो छ, एकदम राम्रो छ। तर अब यस्तो काम गर्दै जाने क्रममा कस्तो हुन्छ भने अब कहिलेकाहीँ काम गर्दै जाने क्रममा कस्तो हुन्छ भने भनेको जस्तो काम नहुन पनि सक्छ। त्यो चाहिँ त्यो समस्या हो यति भयो भने पनि त्यसमा पनि हामीले फेरि गरिदिन्छौँ होइन। त्यो भएकोले गर्दाखेरि एकचोटि खर्च गरेर मजाले भने जस्तो तरिकाले बनाइसकेपछि भने जस्तो यति इन्भेस्ट भएन, कुनै मिस्टेक केही भयो भने चाहिँ फेरि पनि हामी बनाइदिन्छौँ, त्यही पैसामा रिपेयरिङ गरिदिन्छौँ। तर हामीले भने जस्तो तरिकाले काम गर्नुभयो भने चाहिँ तपाईँहरूको फेरि पनि हामीले बनाइदिन्छौँ। त्यसरी गर्छौँ हामी चाहिँ होइन। र त्यही हो, अब अटोको इन्जिन पनि बनाइसक्यो, सबै ओरिजिनल सामान हालेर। अब भाइ ड्राइभर हो यो गाडीको होइन, मजाले कुदाउँछ भाइले। त्यही नै हो, एकदम नै म त एकदम खुसी हो नि भाइ। सम्पर्क गर्नलाई एकदम रिजर्भ सिजर्भ सबै भाइको रिजर्भदेखि लगाएर सबै जान्छ होइन। झकास बनाएको छ। अब राम्रै खर्च गरेर यो अटोलाई टल्काउनु बाँकी नै छ, यसलाई होइन झल्काउन बाँकी नै छ। ल यार ल यो हाम्रो भिडियोलाई ल यति भन्दै बाई बाई भाइ होइन। लाइक सब्सक्राइब गरिदिनु दाइको भिडियोलाई एकदम सँगले हैन। पर भाइ ल। तपाईको अस्ति अटोको सबै ओरिजिनल सामान भनेर हामीले भिडियो बनाएको थियौँ। अनि ओरिजिनल सामान त लगाइयो तर कस्तो भयो इन्जिन भनेर पनि बनाउन पाएन अलिकति बिजुलीले गर्दाखेरि। अनि अब चाहिँ यो 500 पनि पुगिसकेको छ। यसको मोबिल पनि चेन्ज गरिसक्यो र यो इन्जिन पनि यस्तो छ आवाज होइन। भाइ एक्सिलेटर बढाएर त
एकदम राम्रो यसको एक्सिलेटर पठाएर त गएर ल राम्रो छ यसको आवाज पनि होइन सुनिहाल्नु भयो कस्तो छ यसको आवाज र भाइ भन त ल तिमीले अब इन्जिन ओरिजिनल सामान त लगाएर बनायो तर कस्तो बनायो अब 500 पनि पुगिसक्यो होइन इन्जिनको आवाज कस्तो छ त एकदम राम्रो छ राम्रो बनाएको छ ओरिजिनल सामान लगाएर बनाएको हो नि त खनखन पैसा तिरेर खन पैसा तिरेर ओरिजिनल सामान हाल्ने राम्रो काम गर्ने होइन त भाइ चित्त पनि बुझेको छ नि आवाज पनि राम्रै छ नि एकदम होइन मैले भनेको होइन तिमीले भन न अब कस्तो तिमीलाई चित्त बुझ्यो राम्रो छ एकदम राम्रो चित्त बुझ्यो तर अब यस्तो काम गर्दै जाने क्रममा कस्तो हुन्छ भने अब कहिले काहीँ काम गर्दै जाने क्रममा कस्तो हुन्छ भने भनेको जस्तो काम नहुन पनि सक्छ त्यो चाहिँ त्यो समस्या हो यति भयो भने पनि त्यसमा पनि हामी नै फेरि गरिदिन्छौँ होइन त्यो भएकोले गर्दाखेरि एकचोटि खर्च गरेर मजाले भने जस्तो तरिकाले बनाइसकेपछि भने जस्तो यति इन्भेस्ट भएन कुनै मिस्टेक केही भयो भने चाहिँ फेरि पनि हामी बनाइदिन्छौँ त्यही पैसामा रिपेयरिङ गरिदिन्छौँ तर हामीले भने जस्तो तरिकाले काम गर्नुभयो भने चाहिँ तपाईँहरूको फेरि पनि हामीले बनाइदिन्छौँ त्यसरी गर्छौँ हामी चाहिँ होइन र त्यही हो अब अटोको इन्जिन पनि बनाइसक्यो सबै ओरिजिनल सामान हालेर अब भाइ ड्राइभर हो यो गाडीको होइन मजाले कुदाउँछ भाइले त्यही नै हो एकदम नै म त एकदम खुसी हो नि भाइ सम्पर्क गर्नलाई एकदम रिजर्भ सिजर्भ सबै भाइको रिजर्भदेखि लगाएर सबै जान्छ होइन झकास बनाएको छ अब राम्रै खर्च गरेर यो अटोलाई टल्काउनु बाँकी नै छ यसलाई होइन झल्काउन बाँकी नै छ ल यार ल यो हाम्रो भिडियोलाई ल यति भन्दै बाई बाई भाइ होइन लाइक सब्सक्राइब गरिदिनु दाइको भिडियोलाई एकदम सँगले हैन पऱ्यो भाइ ल तपाईको